फाइनली म चाहिँ 4 घण्टा जति हिँडिसकेपछि चाहिँ म लप्ची आइपुग्न लागिसकेँ। यहीँ माथि छ गुम्बा चाहिँ, म आइपुग्न लागिसकेँ। अनि हजुरहरूलाई पनि यदि ट्रेकिङ स्टार्ट गर्न मन छ भनेदेखि चाहिँ हजुरहरू दोलखा जिल्लाको लप्चीबाट चाहिँ स्टार्ट गर्न अनुरोध गर्छु, किनभनेदेखि एकदम सजिलो छ। अनि हजुरलाई एकदम गाह्रो लाग्छ त्यस्तो भनेदेखि चाहिँ हजुर यहीँबाट चाहिँ ट्रेक स्टार्ट गर्न सक्नुहुन्छ, किनभने बाटो एकदम सजिलो छ अनि डिस्टेन्सको हिसाबले पनि नजिक छ। काठमाडौँबाट पनि सजिलै हुन्छ, दोलखामा हुनेलाई त दोलखामै हुने भइहाल्यो। अनि बाटोमा यस्तो सुन्दर सुन्दर फुलहरू पनि भेटिन्छ। ओ माई गॉड, अझ माथि माथि कति सुन्दर फुलहरू भेटिने थाहा छैन। हेर्नु चाहिँ पछाडि, हेर्नु त मेरो पछाडि के छ देख्नुभयो, मेरो पछाडि यति प्रिटी फुलहरू फुलेका छन् होइन। म चाहिँ यस्तो एक्साइटेड छु म कहिले माथि पुग्छु होला र यति राम्रो सुन्दर सुन्दर भ्यूहरू हेर्न पाउँछु होला भनेर एकदम एक्साइटेड छु। साथीहरू हजुरहरू कतिको एक्साइटेड हुनुहुन्छ अनि सबैजनाले चाहिँ हेरिदिनु होला, साथ दिनु होला। ओके, अनि म देखाउँछु। हेर्नु माथि हेर्नु त हजुर हुन्छ।